हेलो गाइज, आजको हाम्रो यात्रा हुनेछ सिंगटी दोलखा र सिंगटी सँगसँगै यहाँबाट पर हामी भोरले झरनासम्म जानेछौँ र त्यहाँबाट उता छेदछेद झरनासम्मको हाम्रो यात्रा हुनेछ। आजको हाम्रो पुरा भिडियो हेरिदिनु होला। अहिले हामी भइरहेको स्थान चाहिँ सिंगटी पुग्नुभन्दा अगाडि 4 किलोमिटर वरको दृश्य हो। यहाँबाट उता सिंगटी बजार देख्दैछौँ। यो अगाडि भइरहेको यो दृश्य चाहिँ सिंगटी बजारको हो। सिंगटी बजार चाहिँ यता मास्टर साइडबाट आएको तामाकोसी नदी र यता अर्को उत्तरतर्फबाट आएको सिंगटी नदी यानि कि सिंगटी खोला, यसको बिचमा परेको बजार छ। यहाँबाट राम्रो दृश्यहरू देख्न सकिन्छ। यहाँ पर यता राइट साइडमा एउटा ठुलो झरना पनि देख्न सक्छौँ हामीले। एकदमै राम्रो छ त्यो झरनाहरू। अहिले हामी त्यहाँ गएर पनि हेर्नेछौँ। यो चाहिँ दोभान हो। यता माथिबाट आएको राइट साइडबाट आएको जस्तो देखिने चाहिँ सिधा मेरो अगाडिबाट आएको चाहिँ तामाकोसी नदी र ठ्याक्कै यो भिडियोको लेफ्ट साइडबाट आएको चाहिँ सिंगटी खोला हो। एकदमै ठुलो छ यो सिंगटी खोला पनि र अगाडि माथिबाट आएको चाहिँ तामाकोसी नदी यहाँनिर सङ्गम स्थल छ र यो सिंगटी खोलाको माथिबाट आएको दृश्य हो। बर्खाको बेलामा एकदमै ठुलो बाढीहरू पनि आउने र सिंगटीलाई क्षति पुर्याउन सक्ने सम्भावना भएको खोला चाहिँ यो सिंगटी खोला हो। एकदमै ठुलो आइरहेको छ। अहिले पनि यहाँ ठुलो पानी देख्न सक्छौँ। पानी परिरहेको बेलामा उत्तरतर्फबाट एकदमै ठुलो आउँछ। यो पुलले चाहिँ सिंगटीलाई बजारलाई जोड्ने काम गर्छ, ढुङ्गे पुल। र यसको भन्दा अलि माथितिर कप्ती पुल पनि रहेको छ। सिंगटी बजारकै बिगु कालिका साइडमा चाहिँ एउटा ठुलो खेल मैदान पनि छ। हामीले खेलिरहेको दृश्य पनि देख्न सक्छौँ। यो चाहिँ अघि माथिबाट देखिएको त्यो पुलको र पुलभन्दा पारिपट्टिको झरनाको भएको ठाउँ हो। यो पुलबाट चाहिँ पारी गए पछाडि गौरीशङ्कर वडा नम्बर 3 अन्तर्गतका क्षेत्रहरूमा पुग्न सकिन्छ। भनेदेखि यो पुलले चाहिँ गौरीशङ्कर गाउँपालिका र यता कालिन्चोक र बिगोलाई चाहिँ जोड्ने काम गर्दछ। यो झोलुङ्गे पुलबाट देखिने दृश्य चाहिँ यस्तो रहेको छ। यो वरिपरिको दृश्यहरू एकदमै राम्रो देखिन्छ। तामाकोसी बगिरहेको, वरिपरि जङ्गल, अनि यता साइडमा झरना। धेरै मानिसहरू यहाँ मर्निङ वाकको लागि आउनुहुन्छ र यसो आन्तरिक पर्यटकहरू पनि यहाँसम्म आउने गर्नुहुन्छ। यस्तै सिंगटी बजारबाट 10 देखि 15 मिनेटको राइडमा हामी यो भोरले झरनामा पुग्न सक्छौँ।
यो बिगु गाउँपालिका अन्तर्गत पर्दछ। तल रोडको बाटो र माथि एउटा ठुलो झरना झरिरहेको सवारी साधनहरू गुड्दाखेरि त्योभन्दा माथि चाहिँ ठ्याक्क भिज्ने खालको र त्योभन्दा तलतिर तामाको सिँचाइ भएको एकदमै राम्रो दृश्य यहाँबाट देखिन्छ। दोलखा जिल्लाभित्रका आन्तरिक पर्यटक तथा यो ठाउँ थाहा हुने बाह्य पर्यटकहरू समेत पनि यहाँ आउनुहुन्छ। एकदम राम्रो छ यो झरना। यो झरना कटेर अलिक पर गए पछाडि हामी अर्को झरनामा पुग्न सक्छौँ जसको नाम माहुरे झरना हो। रोडकै छेउमा रहेको यो झरना पनि ठुलो झरना रहेको छ। माहुरे झरना कटेर केही पर गएपछि तातो बन्ने भन्ने स्थानमा यो अर्को झरना पनि देख्न सक्छौँ। यो यता माथि गाउँको बाटो हुँदै बुलुङतिरबाट झरेको एउटा खोलाले झरना बनाएको छ। यो अगाडि भइरहेको पुल चाहिँ यो गङ्गर खोलाको पुल र यो अगाडि देखिएको यो बाटो चाहिँ टासीनाम गाउँ जाने बाटो हो। यहाँबाट माथि गएपछि टासीनाम पुग्न सकिन्छ। यो चाहिँ गङ्गर खोलाको बजार हो। यो अगाडि देखिएको र यो यता भएको गाउँ चाहिँ यो बिगु गाउँपालिका 1 को स्यालु गाउँ भन्ने ठाउँ हो। यो बजार चाहिँ यहाँ थोरै बजार छ। यहाँबाट अगाडि बढ्दै गएपछि तामाकोसी हाइड्रो पावरको ड्याम साइडतिर पुग्न सकिन्छ। कति गाइस झर्नै झर्ना यता तामाकोसी छ यहाँनिर। हामी अहिले चाहिँ नेपालकै सबभन्दा ठुलो जलविद्युत आयोजना तामाकोसी जलविद्युत आयोजना 456 मेगावाटको साइडबाट हिँडिरहेको छौँ। यो देब्रेतर्फ भएको बिल्डिङहरू चाहिँ उक्त आयोजनाको बिल्डिङहरू हो। र यो पुल कटेर थोरै अगाडि गएपछि यसको ड्याम साइडभित्र चाहिँ हामी पुग्न सक्छौँ। ड्याम साइडभित्र चाहिँ अब सुरक्षाको दृष्टिकोणले भिडियोहरू केही पनि खिच्न पाइएको छैन। त्यस्तै गरेर हामीले चाहिँ ड्याम साइडको अवलोकन पनि गरेका छौँ यो भिडियोमा, जुन यहाँनिर चाहिँ हामीले देखाउन सक्दैनौँ। सिङ्गटी बजारबाट म्याक्सिमम 1 घन्टा नै भन्नुपर्छ। त्यस्तै दूरीमा चाहिँ हामी यात्रा गरे पछाडि अब हामी यहाँ छेद भन्ने ठाउँमा आइपुग्यौँ। यात्रामा कति समय लाग्छ भन्ने चाहिँ अब राइडको स्पिड अनुसार फरक पर्छ। बाटो राम्रो नै छ। एकदमै ठुलो झरना माथिबाट झरेको यो तामाकोसी नदी छ। तामाकोसी नदीको साइडमा आएर यो झरना झरेको छ। यता गौरीशङ्कर गाउँपालिकाको साइडबाट यता तल झरेको एकदमै ठुलो झरना छ यहाँनिर। कतिपयले यस झरनालाई हात्ती छहरा झरना पनि भन्नुहुन्छ र कतिपयले यसलाई छेद झरना भन्नुहुन्छ। आखिर जुनसुकै झरना भने पनि यसको नाम एउटै हो र त्यो ठाउँ एउटै हो। छेद अथवा हात्ती छहरा एउटै झरना हो। गाइस यो चाहिँ दोलखा जिल्लाको छेद झरना हो। यो चाहिँ लामाबगरमा पर्यो। यो चाहिँ अहिले यस्तो घुम्न आएको बेलामा यो छेद झरना हेरिरहेछौँ। यति दामी छ कि के पुरै छोड्दिनु। यो तलको तामाकोसी